रोनी ये छ ल मेन फेरि यो मेन चाहिँ त्यहाँ छ हैन चित्तल हो है यो डियर स्पिसिस मध्ये चाहिँ एउटा हो हाम्रो यहाँ 4 प्रजातिको डियरहरु पाइन्छ त्यो मध्ये चाहिँ यो सेकेन्ड नम्बरमा पर्छ है हजुर चित्तल भन्छ है अनि यो डियर स्पिसिसमा भालेको सिङ हुन्छ यसमै कसैको सिङ हुने हुन्छ है ठुला सिङहरु हुन्छ त्यसको सिङ देखेर जनावरको अरु धेरै पनि छ यो ग्रुपमा बस्छ नि ठुलो ग्रुपमा बस्छ अझै बेलुका चाहिँ हुँदै गएपछि यसको चौरमा नि बाहिर आउने गर्छ कि यो तिगौली जंगलको उमा त बाटोमै पुग्नुपर्छ अलि डुङ्गा गर्नु हो नि त्यो उतापट्टि गयो भने चौरले रोक्नु त्यो चौर गोलले रोक्ने चाहिँ पैसा दिनु एक गिलास पानी निकाले जस्तै हो कि अहिले मलाई भनेको त
तपाईँको 1685 वर्ग किलोमिटरमा हामी 7 वर्ग किलोमिटर मात्र हुन्छ कि 1600 मा जम्मा 7 यो अर्कै हो त्यति ठुलो होइन है त्यस्तै 10-12 10देखि 15 वर्षभित्रको होला सायद यो हजुर यसो हेर्दाखेरि मैले चाहिँ विचार गर्दा है किनभने थाहा त ट्याक्कै हुँदैन अन्दाजी हजुर सानै छ सिङहरू पनि सानै छ नि त यसको अनि यसको अब बुलेट प्रुफ छालाहरू हुन्छ है त्यो बढ्यो भने पुरा यो 5 आइपुग्ने गर्छ है अनि वेट भनेको तपाईँको 1500 देखि 2500 किलोग्रामसम्मको हुन्छ खाने अब 25 किलोदेखि होइन वयस्कले 100 केजीसम्म खान सक्छ है 80-90 दौडिनु भन्नुभयो सरले होइन दौडिँदाखेरि यिनीहरू चाहिँ 40 किलोमिटर पर आवरको स्पिड लिन सक्छ है लामो ठुलो छ नि त्यो भित्र हात्ती जाँदा पनि हराउँछ कि त्यत्रो भित्र पस्यो भने लाइनमा आयो सबै साइड छ पहिला त्यसरी गर्दैन अब आक्को हेर्नु गाडी हामी भनेको इन्डिभिजुअली हो यस्तो गाडीहरूले बाटो नै छोडिदिँदैन कि हामी मात्र हेर्ने तरिकाले त्यही भएर अब साइड लाग्नु देख्यो चाहिँ लाइनमा आएको कम्प्लेन गरेको चाहिँ हामीले आफूले यसको नाच फागुन चैततिर आउनुपर्छ है यसको नाच सकेर यिनीहरूको मेटिङ सिजन हुन्छ